सो हेलो एन्ड वेलकम ब्याक टु आवर जाभा प्रोग्रामिङ सिरिज। आज हामी हेर्न गइरहेका छौँ जाभामा हामीले एरेलाई कसरी रोटेट गर्न सकिन्छ। सो मानिलिउँ हाम्रो ओरिजिनल एरे चाहिँ यो हो जसमा 5वटा एलिमेन्ट रहेको छ र यसलाई रोटेट गरिसकेपछि त्यो एरे चाहिँ के यस्तो देखिन्छ। सो अहिलेको यो इक्जाम्पलमा चाहिँ हामीले 2वटा पोजिसनले चाहिँ सिफ्ट गरेका छौँ। सो इनिसियल्ली हाम्रो एरे चाहिँ के यस्तो रहेको छ र यो एरेको इन्डेक्सिङ चाहिँ यसरी रहेको छ, किन भन्दा हाम्रो 5वटा एलिमेन्ट छ, त्यही भएर इन्डेक्स चाहिँ 0 देखि 4 सम्म रहेको छ। अब यो हाम्रो ओरिजिनल एरेलाई चाहिँ एक पोजिसनले रोटेट गर्यौँ भने चाहिँ त्यो चाहिँ यसरी सिफ्ट हुन्छ। जस्तै सुरुमा 1 छ 0 पोजिसनमा, अब हामीले यसलाई एक पोजिसनले सिफ्ट गर्यौँ भने यो 1 चाहिँ कहाँ जाने भयो, नेक्स्ट पोजिसनमा जाने भयो, किन भन्दा एक पोजिसन सिफ्ट हुँदैछ। सो 1 चाहिँ 2 मा पुग्छ, 2 3 मा पुग्छ, यसरी चाहिँ सिफ्ट हुन्छ र लास्टको भ्यालु चाहिँ कहाँ आउने भयो, फर्स्ट इन्डेक्समा आउने भयो। सो यो चाहिँ तलपट्टि देख्न सकिन्छ। 1 इन्डेक्समा आएको छ 0 बाट, किन भन्दा एक पोजिसन सिफ्ट भयो। त्यसरी नै एक पोजिसन सिफ्ट हुँदै हुँदै यो चाहिँ यसरी सिफ्ट भएको छ। यदि 2 पोजिसन सिफ्ट हुन्थ्यो भने 1 चाहिँ जुन यो 0 इन्डेक्समा छ 0 + 2 इन्डेक्समा पुग्थ्यो। सो 0 + 2 भनेको कति हो, 2 नै हो। सो 1 चाहिँ अब कहाँ पुग्यो, 2 इन्डेक्समा पुग्यो। 2 चाहिँ अब कतिमा पुग्यो, 3 इन्डेक्समा पुग्यो। सो यसरी चाहिँ 2 पोजिसन सिफ्ट भयो भने पनि हाम्रो भ्यालु चाहिँ यसरी सिफ्ट हुन्छ। सो हाम्रो फर्मुला चाहिँ के रहेको छ भन्दाखेरि अहिले बुझ्नको लागि यति मात्रै बुझौँ। र करेन्ट पोजिसन जुन छ त्यसमा कति पोजिसनले सिफ्ट हुनेवाला हो, कति पोजिसनले रोटेट गर्ने हो, त्यो इन्डेक्सलाई एड गरिदिने। सो हाम्रो करेन्ट इन्डेक्स 0 छ फर्स्ट आइटमको। सो यदि हामीले यसमा 2 पोजिसन एड गऱ्यौँ, के भनेको पोजिसन हो, सो 2 पोजिसनले सिफ्ट गऱ्यो भने यो 1 चाहिँ कहाँ पुग्ने भयो, 2 मा पुग्ने, किन भन्दा 0 + 2 भनेको 2 नै हो, त्यही भएर 1 चाहिँ 2 मा पुग्यो। त्यसै गरी जुन सेकेन्ड आइटम थियो इन्डेक्स 1 मा 2 इन्डेक्स 1 + 2 गरेपछि कति हुने भयो, 3 हुने भयो, र 2 चाहिँ कहाँ पुग्यो, थर्ड इन्डेक्समा पुग्यो। त्यसै गरी जुन 2 इन्डेक्समा रहेको 3 भन्ने आइटम छ त्यसमा 2 + 2 गरेपछि त्यो कुन इन्डेक्समा पुग्यो, 4 इन्डेक्समा। हाम्रो जुन यो 3 भन्ने इन्डेक्समा 4 नम्बर छ यसलाई पनि त हामीले सिफ्ट गर्नुपर्ने छ। सो 3 + 2 गर्दाखेरि 5 हुन्छ। तर हाम्रो एरेको साइज 5 हो, लेन्थ 5वटा आइटम छ, तर इन्डेक्स कति छ, 0 देखि 4 सम्म छ भने यो भ्यालु चाहिँ यहाँ त कसरी सिफ्ट हुन सक्छ, सक्दैन। इन्डेक्स आउट अफ बाउन्ड एक्सेप्सन आउँछ, किन भन्दा हाम्रो इन्डेक्स कतिसम्म छ, 4 सम्म छ। खासमा यो भ्यालु कहाँ जानुपर्ने थियो, यहाँ अगाडि चाहिँ आउनुपर्ने थियो यो भ्यालु। यसरी यो जुन यो 3 इन्डेक्समा रहेको छ 3 + 2 गरेपछि यो त यहाँ पुगेर फेरि अगाडिपट्टि सिफ्ट हुनुपर्ने थियो। सो यो ह्यान्डलिङ गर्नको लागि, यो ओभरफ्लो ह्यान्डलिङ गर्नको लागि हामीले मोडुलस अपरेटरलाई युज गर्छौँ, जसमा चाहिँ के गर्छौँ, 3 भनेको पुरानो इन्डेक्स, 2 भनेको कति पोजिसनले सिफ्ट गर्ने हो, 3 + 2 अघि गरेकै हो। त्यसपछि मोड 5 गरेपछि, मोड 5 हामीले किन गर्यो, किन एरेको लेन्थ 5 छ। यदि हाम्रो एरेको लेन्थ 6 भएको भए हामीले यहाँ 6 युज गर्थ्यौँ होला। सो यो गरेपछि 3 + 2 भनेको कति भयो, 5 भयो। 5 mod 5 भनेको 0 हुन्छ, त्यही भएर यो भ्यालु अब कहाँ आउनुभयो, जुन हामीले अघि हरेक आइटमको लागि गरेका थियौँ त्यो सबैमा चाहिँ अब यो चाहिँ हामीले एप्लाई गर्नुपर्ने हुन्छ। जुन 4 इन्डेक्समा जुन यो लास्ट आइटम छ त्यो पनि अब यही फर्मुला युज गरेपछि हाम्रो कहाँ आउने भयो, इन्डेक्स 1 मा आउने भयो। अब यसलाई हामीले प्रोग्रामेटिकली कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भनेर चाहिँ कोडमा हेर्छौँ। सो हामी यसमा पहिला एउटा एरे बनाऊ, 5वटा आइटम भएको हामीले एउटा एरे बनाइसकेका छौँ। त्यसपछि यसलाई प्रिन्ट गरौँ। सो यो रन गरिसकेपछि बिफोर रोटेसन चाहिँ हाम्रो एरे चाहिँ यस्तो रहेको छ। त्यसपछि हामी अब एउटा फङ्सन बनाऊ, यसले चाहिँ एरे रिटर्न गर्छ, त्यही भएर एरे अफ इन्टिजर चाहिँ यसको रिटर्न टाइप राखेँ मैले। सो रोटेट एरेले चाहिँ 2वटा प्यारामिटर लिन्छ, एउटा चाहिँ ओरिजिनल एरे, त्यसपछि अर्को चाहिँ पोजिसन, कति पोजिसनले सिफ्ट गर्ने हो। सो के भनेको चाहिँ पोजिसन हो भनेर बुझौँ। सो अब हामी यसमा एउटा नयाँ एरे बनाऊ जसलाई चाहिँ हामीले रिटर्न गर्छौँ, रोटेटेड एरे। सो इन्ट हो, यसको लेन्थ चाहिँ पुरानै एरेको लेन्थ बराबर नै हुनेछ, त्यही भएर ओल्ड एरे डट लेन्थ। त्यसपछि मैले एउटा नयाँ फर लुप बनाएँ जसमा चाहिँ भ्यालुहरू 0 देखि एरेको लेन्थसम्म जान्छ। सो एरेमा 5वटा एलिमेन्ट छ भने 0 to 4 सम्म जाने भयो। त्यसपछि रोटेटेड एरेको इन्डेक्स चाहिँ अब हामीले कसरी राख्छौँ भनेका थियौँ अघि स्लाइडमा, आई इन्डेक्स प्लस कति पोजिसनले सिफ्ट हुने हो, के। त्यसपछि मोड एरेको लेन्थ इज इक्वल टु, अब यसमा चाहिँ पुरानो एरेको आई पोजिसनमा भएको भ्यालु चाहिँ आउनु भयो। त्यसपछि यो रोटेट भएको एरेलाई चाहिँ हामी रिटर्न गरिदिन्छौँ। सो अब माथिपट्टि हामी यसलाई कल गर्छौँ। सो इन्टिजर न्यू एरे इज इक्वल टु
रोटेट एरे भन्ने मेथडलाई कल गर्ने भयो अब हामीले, जसमा पहिलो प्यारामिटर चाहिँ पुरानो एरे हो र दोस्रो प्यारामिटर चाहिँ कति पोजिसनले रोटेट गर्ने। सो अहिलेको लागि 2 राखौँ। त्यसपछि प्रिन्ट गरौँ यो एरेलाई, रोटेट भएको एरेलाई। सो रन गर्नु अगाडि यहाँ चाहिँ रोटेट एरे भएकोले चाहिँ यसलाई रोटेटेड एरे बनाऊ। त्यसपछि रन गरौँ अब। सो 1 2 3 4 5 थियो पहिला एरे, त्यसपछि 2 पोजिसनले सिफ्ट गरेपछि 1 चाहिँ कहाँ पुग्ने भयो पोजिसन, त्यसपछि यो सेकेन्ड पोजिसन। सो 1 चाहिँ सिफ्ट भएर यहाँ पुग्ने भयो। सो तलपट्टि हेर्न सक्छ आफ्टर रोटेसनमा 1 चाहिँ यहाँ सिफ्ट भएको छ, 2 त्यसको पछाडि, 3 त्यसको पछाडि, 4 र 5। सो अहिले यो 2 लाई हामीले 1 बनाएर रन गर्यो भने फेरि अहिले के भएको छ, 1 चाहिँ एक पोजिसनले सिफ्ट भएको छ, 1 चाहिँ यहाँबाट यहाँ सिफ्ट भएको छ, 2 यहाँबाट यहाँ सिफ्ट भएको छ। सो सिम्पली हामीले चाहिँ यसरी जाभामा एरेलाई रोटेट गर्न सक्छौँ। थ्याङ्क यू फर वाचिङ। प्लिज सब्सक्राइब एन्ड फलो फर मोर। सी यू इन द नेक्स्ट वान।